नमस्कार। आजको यस विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो पेचिलो स्रोत सामग्रीको चिरफार गर्दैछौँ जसले नेपालमा न्याय, सुशासन र राज्य संयन्त्रको दोहनको विषयलाई एकदमै फरक र गम्भीर ढङ्गले उठाएको छ। यो सामग्रीले उठाएका विषयहरू सुन्दा हामी सबैलाई झकझकाउने खालका छन्। खासमा नेपालमा शासन प्रणालीभित्र के भइरहेको छ भनेर स्रोतले कसरी व्याख्या गरेको छ त? आउनुहोस् सिधै विषयवस्तुमा प्रवेश गरौँ। यो लेखको सुरुवात नै एउटा एकदमै कडा प्रश्नबाट भएको छ। प्रश्न छ, के भ्रष्टहरू विरुद्ध कारबाही गर्नु अपराध हो? सुन्दा अचम्म लाग्न सक्छ, होइन र? तर स्रोतले आम नागरिकको मनमा भुम्सिएको यही आक्रोशलाई ठ्याक्कै समातेको छ। जब राज्यको ढुकुटी रित्याउनेहरूलाई कारबाहीको दायरामा ल्याउने कुरा उठ्छ, तब एकाएक किन पुरै संयन्त्रमा भूकम्प जान्छ? यो दुविधा नै आजको हाम्रो चर्चाको मुख्य आधार हो। लेखकले एकदमै अस्पष्ट शब्दमा दाबी गरेका छन्, केही सीमित व्यक्तिहरूको समूहले यो देशलाई सिधै लुटको अखडा पो बनाएका छन्। हेर्नुस्, राजनीति भनेको त सेवा हुनुपर्ने हो नि, तर स्रोतका अनुसार यसलाई पूर्ण रूपमा व्यापार बनाइएको छ। शासक र प्रशासकहरूलाई मुठीमा राख्ने अनि नियम कानुनलाई आफ्नो स्वार्थ अनुसार बङ्ग्याउने, यही प्रणालीगत दोहनको कारणले गर्दा नै हाम्रो समृद्धिको सपना जहाँको त्यही थन्किएको छ भन्ने निष्कर्ष यो सामग्रीले निकालेको छ। अब यहाँनिर लेखकले एउटा निकै रोचक तर डरलाग्दो शब्द प्रयोग गरेका छन्, श्वेत आतंक अर्थात् व्हाइट टेरर। अब यो श्वेत आतंक भनेको के हो त? यहाँ हतियार उठाएर गरिने हिंसाको कुरा गरिएको होइन। यो त समाजभित्र एउटा अदृश्य सिन्डिकेट खडा गरेर सृजना गरिएको मनोवैज्ञानिक र प्रणालीगत त्रास हो। स्रोतको ठम्याइ के छ भने, विगतदेखि नै यस्ता समूहहरूले समाजमा एउटा डरको माहौल बनाएर भित्रभित्रै राज्यलाई कमजोर बनाउने र आफ्नो धुनो सोझ्याउने काम गरिरहेका छन्। यो श्वेत आतंक मच्चाउनेहरू बाहिरबाट कस्ता देखिन्छन् त? स्रोतले यहाँ बाहिरी आवरण र भित्री यथार्थ बीचको ठूलो खाडल देखाएको छ। बाहिरबाट हेर्दा यी व्यक्तिहरू समाजका एकदमै प्रतिष्ठित, सम्भ्रान्त र ठूला व्यापारी जस्ता देखिन्छन्, तर भित्री यथार्थ अर्कै छ। लेखकको भनाइमा यिनीहरूले राज्य संयन्त्रलाई भित्रभित्रै धमिराले झै खोक्रो पारिरहेका छन्। मतलब आफ्नो असली अनुहार लुकाएर राज्यको सङ्गठित दोहन भइरहेको छ। अब कुरा आउँछ वर्तमानको। विगतको त्यो श्वेत आतंक कसरी आजको राजनीतिक जोखिमसँग जोडिन्छ त? स्रोतले यहाँनिर एउटा गम्भीर चेतावनी दिएको छ। यदि विगतका यी कुकृत्यहरूलाई छताछुल्ल पारेर कडा कारबाही गरिएन भने अहिले राजनीतिमा उदाएका जतिसुकै नयाँ र आशलाग्दा शक्तिहरू भए पनि अन्ततः उनीहरू पनि त्यही भ्रष्ट जालोको सेवक बन्न पुग्नेछन्। अर्थात् दण्डहीनताले पुरानो भ्रष्टाचारलाई त जोगाउँछ नै, भविष्यको नेतृत्वलाई समेत सङ्क्रमित बनाउँछ। यही सन्दर्भमा स्रोतले वर्तमानका केही पात्रहरूलाई लक्षित गर्दै निकै कडा र आक्रामक शब्द प्रयोग गरेको छ, आर्थिक आतंकवादी। व्यापारको आवरण ओढेर राज्यको ढुकुटीमाथि सङ्गठित रूपमा धावा बोल्नेहरूलाई अब सामान्य व्यापारी मान्न सकिँदैन भन्ने लेखकको कडा दाबी छ। राजनीतिलाई धमिल्याउने र सरकारलाई नै आफ्नो इशारामा नचाउने यस्ता तत्त्वहरूलाई भ्रष्टाचारी मात्र भनेर पुग्दैन, सिधै आर्थिक आतंकवादीकै रूपमा हेरिनुपर्छ। यो पक्कै पनि एउटा गम्भीर पुनर्परिभाषा हो। अनि सरकारको रवैया नि? स्रोतले वर्तमान सरकारलाई स्पष्ट सन्देश दिएको छ। हामी प्राय सुन्छौँ नि, ठूला व्यापारीलाई कारबाही गर्दा लगानीको वातावरण बिग्रिन्छ भनेर। यो भाष्यलाई स्रोतले ठाडै अस्वीकार गरेको छ। कथित ठूला लगानीकर्ताको मनोबल जोगाउने बहानामा आर्थिक अपराध गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन। यदि त्यसो गरियो भने त्यो आम जनताको विश्वासमाथिको सबभन्दा ठूलो धोका हुनेछ भन्ने तर्क यहाँ जोरदार रूपमा उठाइएको छ। यसको सबैभन्दा ठूलो मार कसलाई परिरहेको छ त? पक्कै पनि नयाँ पुस्तालाई। समाजमा अहिले जेनजी अर्थात् नयाँ पुस्ताले जुन प्रश्नहरू उठाइरहेका छन्, स्रोतका अनुसार ती केवल युवा जोश वा क्षणिक भावना हुँदै होइनन्। ती त समग्र देशको भविष्य कहाँ जाँदैछ भन्ने बारेमा गरिएका अत्यन्तै गम्भीर र जायज चिन्ताहरू हुन्। यदि राज्यले यी प्रश्नहरूलाई व्यवस्था गर्यो भने स्थिति झनै भयावह हुने चेतावनी लेखले दिएको छ। अब यहाँ एउटा सङ्ख्या हेरौँ, 200 देखि 400। स्रोतले अनुमान गरेको यो सङ्ख्याले हाम्रो स्थितिको गम्भीरतालाई छर्लङ्ग पार्छ। दाबी के छ भने, यदि सरकारले यस्ता आर्थिक अपराधीहरूसँग सम्झौता गरिरह्यो भने यी सीमित 200-400 लुटेराहरूले देशका आम नागरिकलाई फेरि पनि दमनको चक्रमा फसाउनेछन्। एकपटक विचार गरौँ त, केही 100 व्यक्तिहरूको स्वार्थका लागि लाखौं नागरिकको भविष्य बन्धक बनाइनु कति भयानक कुरा हो। स्रोतले यो तथ्याङ्क मार्फत भ्रष्टाचार कति केन्द्रित छ भनेर देखाउन खोजेको छ।
यो लुटको असर केवल तथ्याङ्कमा वा समाचारको शीर्षकमा मात्र सीमित छैन। यसको गम्भीर मानवीय र सामाजिक मूल्य छ। सुशासन नहुँदा आज नागरिकले आफ्नो पसिनाको मूल्य पाएका छैनन्। सुरक्षित भविष्यको खोजीमा लाखौं युवाहरू विदेशिन बाध्य छन्। गाउँमा वृद्ध बुवा आमा बाटो हेरेर बसेका छन् अनि बालबालिकाहरू आमा बुवाको मायाबाट बिछोडिएका छन्। स्रोतले कोरेको यो चित्रले आर्थिक भ्रष्टाचारले कसरी प्रत्यक्ष रूपमा हाम्रो परिवार र समाजलाई तहसनहस पारिरहेको छ भन्ने प्रश्न पार्छ। त्यसो भए अब के त? के न्याय र सुशासन केवल भाषणमा मात्रै सीमित हुने हो? स्रोतले यो वर्तमान समयलाई सरकारको लागि एउटा ठूलो नैतिक परीक्षाको रूपमा हेरेको छ। राज्यको नैतिकता पुनर्स्थापित गर्न र निराश नागरिकमा फेरि आशा जगाउन सरकारले यी विनाशकारी प्रवृत्तिहरूको जरा उखेल्ने साहस देखाउनै पर्छ। अब कुराले मात्रै पुग्दैन, एक्सन नै चाहिन्छ भन्ने लेखको मुख्य जोड छ। यसको समाधानका लागि स्रोतले सरकारलाई एक प्रकारको अल्टिमेटम नै दिएको छ। यहाँ 3वटा एकदमै कठोर कदमहरू प्रस्ताव गरिएका छन्। पहिलो, आर्थिक आतंकवादको पूर्ण रूपमा नष्ट गर्ने। दोस्रो, जो यसमा संलग्न छन् ती सबैलाई कडाभन्दा कडा दण्ड दिने। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा, गैरकानुनी रूपमा लुटिएको राज्यको सम्पत्ति र ढुकुटीलाई तुरन्तै राष्ट्रियकरण गर्ने। स्रोतको दाबी छ यी 3 कदम चालेर मात्रै सरकारले आफ्नो वैधता र इमानदारी पुष्टि गर्न सक्छ। र अन्त्यमा यो विश्लेषणको बिट मार्दै गर्दा स्रोतले नै छोडेको एउटा अत्यन्तै पेचिलो प्रश्न म यहाँ राख्न चाहन्छु। के अब यो देश साँच्चै सुशासनको बाटोमा अघि बढ्ला वा हाम्रा नेताहरू उही पुरानो शैलीमा कुर्सीमा बसेर दाढीजुङ्गा हल्लाएरै समय बिताउलान्? यो यस्तो प्रश्न हो जसले सम्पूर्ण राज्य संयन्त्रको भविष्यमाथि प्रश्न चिन्ह खडा गर्छ र हामी सबैलाई सोच्न बाध्य बनाउँछ। आजको यस चिरफारमा यति नै। सुन्नुभएकोमा धेरै धन्यवाद।